ओ माई गड वाट इज दिस भन्दा चाहिँ अब हामीले चाहिँ यो सबै ओरिजिनल बटनहरूदेखि लिएर लुप्पीहरूदेखि लिएर सबै चिज रोयल गोर्खामा चाहिँ हजुरको एक्स्ट्रा एडजस्टेबलमा र हजुरको किरिङ भयो पकेटमा सबै रोयल गोर्खा आइसक्यो नेपाली फेन्सीमा। हाम्रो दाइ फेरि हिजो आउनु भएको थियो होइन दाइ? हजुर हजुर आज फेरि रोयल गोर्खाको राति भिडियो देखेर फेरि आउनुभयो। दाइलाई धन्यवाद एकदम। फेरि आज पनि आएर लगेज ब्यागहरू टक्क ह्यान्ड क्यारी रोयल गोर्खाको प्यान्ट अनि सक्स मोजा एडिडास नाइकमा आज पनि ढमाढम आइसकेको छ। टक्क लाएर स्यान्डोहरू मिलाउनु भएको। यो चस्मा पनि आएको छ क्या दाइ नयाँ, त्यही भएर मैले चाहिँ यो चस्मा एकदम मेरो फेभरेट उ भएर रोयल गोर्खाको प्यान्टहरूसँग चाहिँ नयाँ नयाँ एकदम रिजनेबल प्राइसमा हाम्रो उसमा चाहिँ दाइले सम्झेर आउनु भएको छ। हजुर बस्ने कहाँ अरे दाइ? यता डेरानमा होइन? हिजो हजुरको एउटा ब्याग पनि छुट्याएको थियो है, फोन गर्नुभयो। नेपाली पसल भने यही हो क्या फाइदा, केही सामान छुट्छ, पर्सहरू छुट्न सक्छ, मोबाइल छुट्छ होइन। त्यो चाहिँ हामीसँग एकदम सेफ्टी पनि हुन्छ, सेपरेट राखिदिन्छौँ है। अनि हजुरको नेपाल घर? मेरो बर्दिया है। ल धन्यवाद। हजुर हिजो पनि आउनु भएको थियो, हिजो पनि 850 को सामान बोकेर जानुभयो, फेरि आज आएर फेरि हामीलाई सहयोग गर्नुभएको छ, धन्यवाद। फेरि आज फेरि हिजो एउटा सेन गिफ्ट पाउनु भएको, फेरि आज नयाँ सेन पनि आछ दाइ। हजुरलाई अझै फेरि एउटा नयाँ सेन आज पनि गिफ्ट गर्न चाहन्छौँ। रियाद बट्टा र साउदी अरबको दमाम सिक्कु गार्डनमा नेपाली फेन्सीलाई सम्झनुहोस्। हाम्रो रिजनेबल प्राइसमा सस्तो सुलभ भरपर्दो एक मात्रै नेपाली फेन्सी है हाम्रो। र हाम्रो दाइ पनि आउनुभयो आज, पहिलोचोटि हो है दाइ? दाइ पनि आएर फेरि एडिडास र नाइकको सक्सहरू हाल्नु भएको छ। अनि एडिडास सक्सहरू अनि ब्यागहरू वाटरप्रुफमा। यो चाहिँ घर पठाउने हो क्या दाइ? घरमा हो, छोराको लागि। ल हाम्रो दाइलाई आज चाहिँ वुडल्यान्डको चाहिँ एउटा पर्फ्युम चाहिँ फेरि पनि हामीले गिफ्ट गर्न चाहन्छौँ है त दाइ? हिजो र आज 2 दिनमा है। ल आउनुहोस्, हजुरहरू पनि गिफ्ट हजुरले पनि पाउन सक्नुहुन्छ। आएर नेपाली फेन्सीमा भिजिट गर्नुहोला। यो पनि हो, वाउ। ल ओरिजिनल छालामा एउटा पस पनि आएको छ दाइको। दुईवटा सेन्डु चाहिँ नबिर्स्यौ है, स्पेसल। यो सेन पनि टक्क लाएर अब पुरै खोला।